के को त्यही सिलसिलामा चाहिँ मलाई एउटा दिमागमा के आयो भने डिपेन्डेन्टहरूलाई चाहिँ कति गाह्रो छ अथवा कति सजिलो छ भन्ने कुराहरू हुन्छ होइन। डिपेन्डेन्ट चाहिँ भन्नै पर्दाखेरि सजिलै हो एक प्रकारले भन्ने हो भने डिपेन्डेन्टलाई चाहिँ खासै त्यस्तो प्रेसर चाहिँ केही पनि हुँदैन। तर हप्तामा 28 घन्टा मात्रै काम गर्ने अनुमति हुन्छ। लिगल्ली काम गर्ने भने 28 घन्टा मात्रै हो। त्यसमा हामीले ह्यान्ड क्यास गर्नुपर्ने बाध्यता हुन्छै हुन्छ। तर त्यो ह्यान्ड क्यास चाहिँ जहिले पनि अप्ठ्यारो साह्रो गाह्रो ठाउँमा मात्रै हुने, सजिलो ठाउँमा हत्तपत्त ह्यान्ड क्यास पाइँदैन। ह्यान्ड क्यास पाउनको लागि अलिकति फेरि ठुल्ठुलो सिटीमा मात्रै टोकियो, नागोया, फुकुओका त्यस्तै ओसाकातिर चाहिँ अब ह्यान्ड क्यास पनि पाइन्छ। त्योभन्दा बाहिर अलिकति बाहिर सानो सिटी भनौँ गाउँतिर चाहिँ ह्यान्ड क्यास पनि पाइँदैन। त्यो भएकोले गर्दा डिपेन्डेन्टको केसमा चाहिँ काम गर्न चाहिँ 28 घन्टा मात्रै गऱ्यो भने चाहिँ अब सजिलो रिल्याक्स पनि भयो। तर 28 घन्टा मात्रै गरेर चाहिँ खाना पनि पुग्दैन। अब खाना मात्रै पनि भएन, खाना सँगसँगै हामीलाई त केही न केही सेभिङ पनि चाहियो। त्यो सेभिङको लागि चाहिँ हामीले ह्यान्ड क्यास गर्नुपर्ने बाध्यता छ। त्यो ह्यान्ड क्यास भनेको चाहिँ अब भाषा जान्ने अलिकति कि चाहिँ स्ट्रङ फिजिकली स्ट्रङ भनेको काम गर्न सक्ने, जस्तोसुकै गाह्रो काम गर्न सक्ने छ भने चाहिँ काम पाउँछ र पैसा पनि अलिअलि कमाउँछ। तर एकदमै दिदीबहिनीहरूलाई चाहिँ स्पेसल्ली नेपाली दिदीबहिनीहरूलाई चाहिँ ह्यान्ड क्यास पाउन पनि गाह्रो, पायो भने पनि त्यो काममा टिक्न गाह्रो छ। अनि म चाहिँ के सजेसन गर्छु भने स्पेसल्ली दिदीबहिनीहरूलाई चाहिँ तपाईहरू डिपेन्डेन्टमा आउँदै हुनुहुन्छ भने कम्तीमा भाषा चाहिँ सिकेर आउनुहोस्। र अर्को कुरा चाहिँ एकदमै मनैदेखि एउटा मनोबल चाहिँ दरो के बनाएर आउनुहोस् भने म जस्तोसुकै काम गर्न पनि तयार छु, म हार्डवर्क गर्न पनि तयार छु। दिनमा 10 घन्टासम्म खट्न, 10-11 घन्टा म खट्छु भन्ने हिसाबले आउनु पर्यो। यहाँ आइसके पछाडि चाहिँ म त यस्तो काम नेपालमा गरेकै थिइनँ, म त फिजिकल्ली विक छु अथवा मलाई चाहिँ भाषा आउँदैन भन्न थाल्नुभयो भने चाहिँ यहाँ काम पाइँदैन। कामको लागि चाहिँ कम्तीमा भाषा बेसिक ल्याङ्ग्वेज सिकेर आउनु पर्यो र म जस्तोसुकै काम पनि गर्न सक्छु, जसरी पनि म टिक्छु भन्ने हिसाबले आउनुभयो भने जापानमा ठिकै हुन्छ डिपेन्डेन्ट भिजामा पनि। नत्र हो भने चाहिँ अब धेरैको समस्या चाहिँ के छ भने भाषा नसिकी आएको, अनि अर्को कुरा यहाँ आइसकेपछि नेपालमा त मैले त काम पनि गरेको थिइनँ कसैले, अब होइन म त एकदमै सजिलो काम गरेर आएको, यस्तो हार्ड काम कहिल्यै गरेको थिइनँ भन्ने खालको त्यो कुराहरू हुन्छ। तर यहाँ आइसकेपछि चाहिँ हाम्रो बाध्यतै हो। यहाँ आइसकेपछि हाम्रो चोइसमा सबै काम हुँदैन, जस्तो भने पनि काम गर्नुपर्ने हुन्छ। त्यो भएकोले गर्दाखेरि आउँदाखेरि चाहिँ कम्तीमा त्यो माइन्ड सेट गरेर चाहिँ आउनै पर्ने हुन्छ।